हेलो लेडिज एन्ड जेन्टलम्यान, आज पनि वेलकम छ मेरो भिडियो युट्युब च्यानलमा। यहाँ सन्चै हुनुहुन्छ होला, कहाँबाट हेर्दै हुनुहुन्छ प्लिज यहाँले मेरो भिडियोलाई लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला है। त आजको टपिक चाहिँ मैले के राखेको थिएँ भने अब नेपालमा न्यू प्राइम मिनिस्टर बालेन्द्र शाह हुनुहुन्छ अनि त्यसमा हामीले युवा पाइरहेछौँ, हामी धेरै खुसी छौँ। अनि हामी यति बेला दुबईमा छौँ त रोजगारको सिलसिलामा। अनि मलाई चाहिँ के फिल हुन्छ भने एभ्रिडे हामी चाहिँ ट्राभल चाहिँ गाडीमा 1 घन्टा 2 घन्टा हुन्छ क्या। अनि 1 घन्टा ट्राभल 2 घन्टा ट्राभल गरेर हामी ड्युटी आउँछौँ। नेपालमा त त्यो सम्भवै छैन नि त, किनभने हाम्रो नेपालमा त अफरोड हुन्छ, बाटोहरू त्यस्तै हुन्छ। अनि मैले त के विस गर्छु भने बिहान बिहान के सोचिरहन्छु भने अनि दुबईमा जस्तै रोडहरू बाटो भइदिए नेपालमा पनि कति सजिलो हुन्थ्यो होला होइन। हरेक आवाज जावज गर्नलाई ट्राभल गर्नलाई यति सजिलो हुन्थ्यो होला कि जस्तो लाग्छ कि मलाई। त्यही भएर है देशमा चाहिँ अब बालेन शाहहरू जस्तो होइन राम्रो राम्रो लिडरहरू चाहिँ आउनुपर्छ। नेपाललाई आयोग हामी गरिबबाट मुक्त हुनुपर्छ, हामी नेपालीहरू होइन। हामी गरिबहरू जहिले पनि अरूको देशमा चाहिँ काम गर्न जानु हुँदैन होइन, श्रम चाहिँ आफ्नै देशमै गर्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ बुझाइ छ। हामीले हरेक कुरामा सायद कोलाई के काम गर्न मन लागेको छ उहाँले चाहिँ आफ्नै देशमा काम गर्न मन लाग्यो भने चाहिँ राम्रो हुनेछ। हेलो बालेन सरकार, बाटो चाहिँ यसरी नै बनाउनु पऱ्यो कि होइन हाम्रो नेपालमा पनि है। अहिले यहाँ विदेशमा यस्तो हुन्छ क्या बाटो चाहिँ होइन टक्क लाएर। यो चाहिँ दुबई हो होइन, दुबईको एउटा गाउँको हो। हेर्नुहोस् त बाटो म देखाउँदैछु आज तपाईँलाई। यसरी अब हामी चाहिँ यस्तो बवाल बाटो छ, बिहानको काम लागिरहेको छ यो चाहिँ अहिले। यस्तो बवाल यस्तो हुन्छ होइन। रोड अनि कस्तो हुनुपर्छ क्या टक्क लाएर। हामी ट्राभल 1 घन्टा गर्छौँ प्रत्येक दिन होइन, पनि हामीलाई थगाइ लाग्दैन किनभने बाटो एकदम राम्रो हुन्छ त यहाँनिर। बालेन सरकार यस्तै बाटो बनाउनु पऱ्यो, हामीलाई पनि चाहियो नेपालमा। हेलो साथी, वेलकम मेरो भिडियोमा। यहाँ आज पनि धन्यवाद। आज पनि मैले चाहिँ आज मेरो टपिक चाहिँ के थियो भने हाम्रो नेपालमा चाहिँ न्यू प्राइम मिनिस्टर बालेन शाह छ नि त। अनि बालेन शाह चाहिँ अब नेपालमा अहिले युवा हुनुहुन्छ होइन। अनि हामी चाहिँ दुबईमा आउनु परेको छौँ एज अ सेक्रेटरी गार्ड होइन। अनि बालेन शाहलाई चाहिँ तिमी के भन्न चाहन्छौ? पहिला सुरु तिमी बालेन शाह आएर खुसी छौ कि छैनौ? न्यू प्राइम मिनिस्टर युवा आएर। बालेन शाह आएर म धेरै खुसी छु होइन, त्यही हो। अनि के अरे प्राइम मिनिस्टरलाई के सुझाव दिन चाहन्छौ? के राम्रो काम गर्ने त्यही त हो, के सुझाव दिन चाहन्छ? सुकुम्बासी छिटो फाल्नु पऱ्यो, त्यो भएन। त्यो सब हुकुमबासी हुन् तिनीहरू, सुकुम्बासीको नाउँमा हुकुमबासी सबको जग्गा छ होइन। सब कहाँबाट आएर बस्यो भने त्यहाँ सबको जग्गा छ। त्यो त भयो कि। अनि मैले अब हामी त सधैँ बिहान 1 घन्टा ट्राभल गर्छौँ नि। 1 घन्टा ट्राभल गर्दाखेरि बाटो कस्तो राम्रो हुन्छ क्या। अनि तिमीलाई लाग्दैन कहिले यस्तै बाटो नेपालमा पनि भइदिन्छ? बाटो त बन्दैछ होइन, बिस्तारै बन्दैछ बाटोहरू। अब बन्दैछ गर्ला नि भन्ने छ के अरे आश। अब हेरौँ अब कति त भयो र बालेन शाह भएको। अब त्यो जादुको उस जस्तो छोडी जस्तो छु भन्ने बित्तिकै हुँदैन, हेर टाइम लागिहाल्छ। अनि के छ सुझाव सल्लाह के छ भने अब मेन चाहिँ नेपालमै रोजगारी दिनु पऱ्यो क्या। जस्तो युवाहरूलाई यसरी यहाँ आएर अर्को ठाउँमा पाइ यस्तो यो राम्रो होइन। जे होस् वहीँ रोजगार, नेपालमै रोजगार हुनु पऱ्यो, उतै बस्ने व्यवस्था मिलाउनु पऱ्यो। कृषि के हुन्छ सबै राम्रो गर्नु पऱ्यो भन्न चाहन्छु म। ल धन्यवाद है। हस् धन्यवाद। यस्तो दुबई जस्तोमा पनि जङ्गल छ होइन, यस्तो बवाल। अनि रोडको छेउ वरिपरि चाहिँ बवाल फुलहरू हुन्छ यता चाहिँ। हामी चाहिँ ड्युटी जाँदैछौँ, म यहाँ मेरो साथी सुतिरहेको छु। बालेन सरकार यस्तै है, हाम्रो पनि रोडको छेउछाउतिर यस्तै फुलहरू गार्डनहरू बनाउनु पऱ्यो है। यस्तो क्या विकास भनेको त दुबई आउनुपर्छ क्या। दुबईमा होइन यस्तो छ बिल्डिङहरू होइन, यहाँको सिटीहरूमा बिल्डिङ कति ठुल्ठुलो छ। तर बिल्डिङ ठुलोमा हुनु मात्र ठुलो विकास त होइन, तर पनि यस्तो बाटोहरू चाहिँ होइन राम्रो हुनु पऱ्यो क्या। एटलिस्ट बाटोहरूमा चाहिँ खाल्टा खुल्टी हुनु भएन क्या, यस्तै राम्रो।
यति बेला चाहिँ मसँगै काम गर्ने भाइ छ, उसलाई चाहिँ हाम्रो प्रधानमन्त्री बालेन शाह कस्तो लाग्छ, कतिको खुसी छौ, अनि बालेन शाहलाई चाहिँ के भन्न चाहन्छौ भनेर सोध्छु है त। ल भाइ वेलकम मेरो भिडियोमा। ल के भनौँ म अब हेलो भाइ, तिम्रो नाम भनिदेऊ न, परिचय भनिदेऊ न। मेरो नाम हो प्रकाश यादव हो। भन न। मेरो घर सर्लाही जिल्ला हो। गाइज त्यो भाइ चाहिँ लजाएर गयो है, फर्स्ट टाइम भएर भिडियोमा है, उसले चाहिँ राम्रोसँग भन्न सकेन। आई होप मेरो भिडियो हेरेर यहाँले मजा लिनुभयो होला। थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा। मेरो भिडियोलाई प्लिज सब्सक्राइब, सेयर र लाइक गर्न भने नभुल्नु होला। धन्यवाद, थ्याङ्क यू सो मच। हामी फेरि भेटौँला अर्को भिडियोमा। सी यू।